गाइजहरू विदेश आइयो अनि दुःख पनि पाइयो। दुःख पाएको कारणले अनि यहाँ आएर धेरै कुरा पनि देखियो होइन, बुझियो यहाँको माहौलहरू। अनि यो देश कसरी चाहिँ यति धेरै डेभलप भयो, यत्र यत्र महल, यस्तो राम्रो बाटो चिल्ला गाडी होइन, अनि मान्छेको यो लाइफ स्टाइल अनि कति मजाको छ होइन। उनीहरूको टक्क काम गरेका छन् अनि स्यालेरीहरू पनि आफ्नो जति मन लाग्यो त्यति काम गरेको टाइम अनुसारको टक्क पैसा आउँछ। अब हाम्रो नेपाल जस्तो अब हाम्रो नेपालमा पनि त्यस्तो विधि त छैन, तर कतिपय ठाउँहरूतिर चाहिँ बिहान 6 बजेदेखि बेलुका 6 बजेसम्मै काम गराउने त्यस्तो छ कि। अनि त्यो भएको कारणले अनि मेरो मनमा लागेको कुरा चाहिँ के छ भनेपछि होइन, हाम्रो नेपालतिर बिहान 6 बजेदेखि बेलुका 6 बजेसम्म काम गर्ने, तर बिस्तारै गर्ने, चुरोट खाँदै हल्ला गर्दै गफ गर्दै गर्छ के। त्यही भएर त्यो 4 घन्टामा हुने काम 6 बजेसम्म लाग्ने हो। यहीँको मान्छे पनि त जापानिजहरू पनि जस्तै दिनमा तपाईँको 7 घन्टा ड्युटी गर्छ भनेपछि 8 घन्टा टाइम हो, 1 घन्टा चाहिँ रेस्ट हुन्छ के। 1 घन्टा रेस्टमा चाहिँ 3 घन्टा मजाले काम गर्ने, यताउता कसैसँग नबोली केही नगरी झ्यामझुम काम गरिदिन्छ। अनि 1 घन्टा ठ्याक्क नास्ता खान्छ कि उनीहरूले, 1 घन्टा ठक्क नास्ता खान्छ। 1 घन्टा नास्ता खाएपछि फेरि 3 घन्टा चाहिँ झ्यामझुम मजाले काम गरिदिन्छ कि। अब काम पनि त छिटो हुने भयो त्यसरी होइन। अब बिहानदेखि बेलुकैसम्म बस्नु पनि परेन, अनि टाइम पनि बचत भयो, मान्छेको पनि बचत भयो होइन। त्यो चाहिँ मलाई यहाँको एकदम बेटर लाग्यो कि। अब मैले सोचेँ कि बाहिरको मान्छेहरूलाई मात्र त्यस्तो गर्ने, त्यसरी काम गराउने हो कि जापानिजहरू जस्तै यहीँको मान्छेहरू त मजाले गर्छ होला है। अब सजिलो सजिलो काम यताउता सोचिरहेको थिएँ। हामीसँग काम गर्न आउँछ 50-60 वर्षको जापानिजहरू, त्यही हो हामीभन्दा डेन्जर काम हान्छ। सिस्टम त्यो रहेछ क्या। अर्को एउटा कुरा, 2 नम्बरमा अर्को कुरा के छ भनेपछि अनि हाम्रो देशमा चाहिँ यो खानपिन सम्बन्धी के देश, अनि मेन कुरा देशमा चाहिँ अब यो ऊ भएन भने चाहिँ उत्पादन, अनि देशभित्र पैसाहरू चाहिँ कलेक्ट गर्न सकेन भने देशको पुँजी बढ्दैन नि त। पुँजी बढेन भने त देश पनि अनि हुँदैन, गरिब हुन्छ। यस्ता यस्ता घर त कहिले हो कहिले सम्झिने हो भन्ने होइन। त्यही भएर एउटा मैले चाहिँ कृषि क्षेत्रमा चाहिँ के देखेँ भने सम्भव चाहिँ मैले मेरो बुझेको यहाँको माहौल अनुसार जापानमा कृषिमा चाहिँ कस्तो छ भने सिस्टम वर्ष नेपाल यहाँ चाहिँ त्यही गर्छ है, सबै सामानहरू कलेक्ट गरेर यहाँ जापानभरि अब एउटा यामातो भन्ने खाइसे हुन्छ, त्यो खाइसेबाट त्यो डिस्ट्रिब्युट गरेर यहाँ साइडबाट मान्छेहरूले त्यही पसलहरूबाट किनेर खान्छ। नेपालमा चाहिँ मैले अहिले हाम्रोमा त्यो स्टार्ट नभएको कारणले मैले चाहिँ सम्भव के देखेँ भने चाहिँ अबको हाम्रो कृषि मन्त्रीहरूले चाहिँ के गर्दा बेटर होला भनेपछि मलाई लागेको आइडिया है, त्यो सब आफ्नो सोच हो, तर अरू कसैको पनि अर्कै सोच होला, अरू कसैको अर्कै सोच होला, मेरो सोच क्या। मैले चाहिँ यो गर्दाखेरि हुन्छ जस्तो लाग्यो क्या मलाई, कि पछिका भाइ बहिनीहरू विदेशमा आउनु चाहिँ पर्दैन होला जस्तो लाग्यो क्या मलाई। के गर्दा हुन्छ होला राम्रोसँग सुन्नु है त आइडिया। सबभन्दा पहिला के गर्नुपर्छ भनेपछि कृषि मन्त्रीले देशभरि विभिन्न तरकारीहरू उत्पादन गर्ने। अब उत्पादन भन्ने कुरा अब मेन कुरा के छ भनेपछि तरकारी अब मान्छेहरूले किसानहरूले उत्पादन गरेपछि बिक्री वितरणमा प्रब्लम छ क्या। किनभने उनीहरूले किन्छ कतिपय कुहिएर जान्छ, यो समस्या छ नि त। त्यही भएको कारणले त्यो तरकारीहरू सबै सरकारले नै खरिद गर्ने के, सबै सरकारले नै खरिद गरेर त्यो सबै किसानहरूको तरकारी खरिद गरेपछि त किसानहरू बिक्री पनि हुने भयो। बिक्री भएको कारणले उनीहरू बनाउने पनि भयो, तरकारी उत्पादन पनि गर्ने भयो होइन। अनि देशभित्र तरकारी फल्ने भयो नि त। अब त्यो फलेको तरकारीहरूलाई 6 महिनासम्मको त्यो तरकारीहरू पुरै कलेक्ट गरेर त्यसलाई एक ठाउँमा टक्क स्टोर गरिदिने कि। एक ठाउँमा टक्क सरकारले नै त्यो आफूले नै जिम्मा लगेर, जस्तै जापानमा कस्तो छ भनेपछि यासाईको जस्तै हेरौँ, यासाईमा जस्तै गाउँतिरबाट भित्रबाट तरकारीहरू कलेक्ट गरेर यासाई कम्पनीमा आउँछ होइन। अनि यासाई कम्पनीबाट त्यहाँको कर्मचारीहरूले जस्तै हामी नेपाली अरू जापानिजहरूले हामीले त्यहाँभित्र गएर त्यो सामानलाई प्याक गर्ने, यताउता मिलाउने गर्छौँ के। गरिसकेपछि अनि त्यो कम्पनीले गाडीमा हालेर अनि पसलहरूतिर अनि यताउतातिर लगेर राखिदिन्छ के। उनीहरूको जापानभित्रै तरकारी उत्पादन गरेर जापानभित्र नै उसले सरकारले उत्पादन गरेको तरकारीलाई जापानभित्र नै ट्रान्सपोर्ट गरेर बेचिरहेछ नि त। त्यो भएको कारणले अनि उनीहरूलाई बाहिरबाट तरकारी मगाउनु पर्दैन। एकदम धेरै भयो जस्तो छ यहाँ भिडभाड है गाइजहरू। अब अलिक भिडभाड भयो भने पनि गाह्रो हुन्छ। कति टाइम लगाएको हो यो त?
लास्टै टाइम लगायो त्यो त्यही भएर हाम्रो सरकारले पनि त्यसरी देशभित्र नै तरकारी उत्पादन गरेका किसानहरूको तरकारीलाई देशभित्र नै भण्डारण गर्ने ठाउँ बनाएर देशभित्र नै परिचालन गरेर देशभित्र नै बिक्री गर्दाखेरि तरकारी उत्पादनमा पनि मान्छे नेपालमै रहने भयो तरकारी उत्पादन गरिसकेपछि त्यो मिलाउने कुरामा पनि नेपालमै रहने भयो अनि त्यो तरकारी सरकारले किनेर पसलहरूमा बेच्दाखेरि पनि सरकारलाई नै फाइदा हो अलिकति पैसा खाँदा पनि केही भएन होइन अनि किसानहरूले पनि रोजगारी पायो पसलले पनि रोजगारी पायो सरकारलाई पनि पैसा आयो होइन चारतिरबाट फाइदा भयो नि त अन्त अर्काको देशबाट तरकारीहरू ल्याउनु पनि परेन त्यो चाहिँ मेन इम्पोर्टेन्ट जस्तो लाग्यो मलाई तर जस्ट कृषि मन्त्रीहरूले चाहिँ प्रत्येक ठाउँको कृषि मन्त्रीहरूले चाहिँ त्यो भण्डारणको व्यवस्था गरेर तरकारी कलेक्टको एउटा दामी सञ्जाल नै बनाउनु पर्छ कि त्यसको लागि लाग्नु पर्छ कि बाहिरको तरकारी नल्याउनुको लागि अहिले नै झ्याप्पै बाहिरको तरकारीहरू रोक्यो भने त गाह्रो छ नि त अब के खानु त्यही भएर पहिला स्टोर गर्नु पर्यो के स्टोरको व्यवस्था हुने बित्तिकै जब देशभरि सबै तरिकामा पुग्ने व्यवस्था हुने बित्तिकै बल्ल त्यसलाई बाहिरको तरकारीहरू टक्क ब्लक गरेर अनि त्यसलाई वितरण गर्दाखेरि तरकारी त सकियो अनि बिक्री पनि हुने भयो द्याट्स मेन आइडिया क्या मैले लागेको है त्यो चाहिँ गर्दा एकदम बेटर हुन्छ जस्तो लाग्यो है मेरो चाहिँ सल्युसन हो गाइजहरू के छ होइन मेरो यो थिङ्किङ चाहिँ कस्तो लाग्यो मैले त अब धेरै कुराहरू सोध्छु होइन यो मात्रै होइन अरू पनि कतिपय कुराहरू सोचिरहेको हुन्छु म भन्छु है तर यो थिङ्किङ चाहिँ कस्तो लाग्यो यस्तो कमेन्ट गरिदियो भने अनि बल्ल खुसी लाग्ला के कि मैले पनि राम्रै सोचेको त रहेछु मेरो थिङ्किङ राम्रै रहेछ भन्ने पनि होला नि त होइन गाइज त्यही भएर हाम्रो देशमा त्यो गर्दा चाहिँ बेटर हुन्छ जस्तो लाग्यो है मलाई त्यो गऱ्यो भने चाहिँ हामी यसरी चाहिँ विदेशमा आएर यस्तो काम गर्नु परिरहेको छैन म त लास्ट दुःख लागिसक्यो भने म कहिले नेपालमा त्यसरी कहिले कामै गरेन हो काम गर्नु गए पनि मलाई कहिले त्यसरी कामै गराउँदैन आनन्दले चिलमा काम गरेर बस्न पाइन्थ्यो यहाँ त म्या कसम कति मान्छेहरू नेपाल फर्किया छ ढाड दुखेर नेपाल फर्किया छ बिचरा त्यत्रो पैसा लोन गरेर आहा एउटा दाई अघिल्लो वर्ष आएको दाईको बिचरा ढाड साड दुखेर के भएर नेपाल गइसक्यो कोही खाइसभित्र यस्तरी खुट्टा उ गर्दै आहा खुट्टा दुख्या भनेर अब के गर्ने आउनै पर्यो बिचरा बाध्यताले सकि नसकि त्यहाँ उभिनै पर्यो कि खाइसभित्र इन्ट्री हुनै पर्यो अब हिँड्छ अर्को छ यस्तो कुकुरको जिन्दगी भइरहेछ कि त्यसो लाग्छ मलाई भरिया भयो क्या जिन्दगी लाख औडा भइसक्यो माको त किन आला म त औडा भइसक्यो गाइस त्यही भएर त्यो गर्दा चाहिँ बेटर हुन्थ्यो होला होइन अब जस्तो लाग्छ मलाई जिन्दगी यस्तै छ विदेशको साथीभाइहरूले आफ्नै पर्सनल तरिकामा गर्दा पनि भयो गरे नगर्ने आफ्नो ठाउँ हो तर मेरो विचार हो आजको यो मेन पोइन्ट चाहिँ मेरो यही थियो भने यही भन्नलाई म बाहिरतिर यसो निस्केको त्यही गाइज हुन्छ कमेन्ट गरिदिनुहोस् मेरो विचार कस्तो लाग्यो यसो कमेन्ट गरेर भनिदिनुहोस् होइन मैले कसो सोध्दो रहेछु भन्ने कुरा पनि मलाई फिल होस् न कमेन्ट गरिदिनुहोस् अनि राम्रो राम्रो लाग्यो भन्नु नराम्रो भने सम्भव छैन भनिदिनु हुन्छ नि त त्यति भयो भने हस् त्यही हो सायनारा गाइज